नेपालको संविधानले हामीलाई धेरै अधिकारहरू दिएको छ, तर कहिलेकाहीँ प्रश्न उठ्छ, यदि ती अधिकारहरू खोसिए भने के हुन्छ त? आज हामी त्यही सुरक्षा कवच अर्थात् मौलिक हकको संवैधानिक उपचारबारे कुरा गर्नेछौं। ल, सुरु गरौं यही महत्वपूर्ण प्रश्नबाट। कल्पना गर्नुहोस् त, संविधानले दिएको कुनै अधिकारमाथि नै कसैले आघात पुर्यायो भने के गर्ने? अब यसको जवाफ खोज्न कतै टाढा जानै पर्दैन, किनभने जवाफ हाम्रो आफ्नै संविधानभित्रै छ। संविधानमा लेखिएका मौलिक हकहरू केवल सुन्दर शब्दहरू मात्रै होइनन्, यी त साँच्चै भन्नुपर्दा हरेक नागरिकलाई दिएको शक्तिशाली हतियार जस्तै हुन्, जसको आफ्नै सुरक्षा प्रणाली पनि छ। अनि यही सुरक्षाले नै हरेक नागरिकलाई बलियो बनाउँछ। हो, ठ्याक्कै त्यही हो। जब कुनै नागरिकको मौलिक हकमाथि चोट पुग्छ, संविधानले नै भन्छ, ल, न्यायको लागि यो बाटो जाऊ। यो कुनै घुमाउरो बाटो होइन, बरु नागरिकका लागि बनाइएको एउटा सोझो र स्पष्ट मार्ग हो। ल, अब त्यो खास प्रावधानमा जाउँ जसले अरू सबै अधिकारलाई भनौं न दाँत दिन्छ। यो हो संवैधानिक उपचारको हक, जसलाई हाम्रो संविधानको धारा 46 मा व्यवस्था गरिएको छ। धारा 46 मा भएको यो हकलाई हकहरूको पनि हक भन्न सकिन्छ। यो किन यति महत्वपूर्ण छ? किनभने यदि अरू हकहरू छन् तर तिनको रक्षा गर्ने कुनै तरिका छैन भने ती हकहरूको के काम? हो, यही धाराले त्यो ग्यारेन्टी दिन्छ। यो नै मौलिक हकहरूको सुरक्षा कवच हो। यो नम्बर धारा 46 एकदमै याद राख्नुपर्छ, किनकि यही त्यो साँचो हो जसले नागरिकका लागि न्यायको ढोका खोल्छ। यही धाराले मौलिक हकलाई केवल कागजको खोस्टो हुनबाट जोगाउँछ र साँच्चीकै जीवन्त बनाउँछ। ल, अधिकार त छ, तर यो अधिकार प्रयोग गर्न कहाँ जाने त? संविधानले यो जिम्मेवारी कसलाई दिएको होला? आउनुहोस् अब त्यही हेरौं। संविधानले स्पष्ट रूपमा दुईवटा निकायलाई यो जिम्मा दिएको छ। पहिलो, धारा 133 अनुसार देशकै सबैभन्दा ठूलो अदालत सर्वोच्च अदालत, र दोस्रो धारा 144 अनुसार उच्च अदालतहरू। यी दुवैलाई नागरिकको मौलिक हकको रक्षा गर्न असाधारण अधिकार दिएको छ। ठिक छ, अदालतमा जाने त थाहा भयो, तर अदालतले गर्छ चाहिँ के त? उनीहरूसँग त्यस्तो के विशेष अधिकार हुन्छ जसले नागरिकको अधिकारको रक्षा गर्छ? ल, अब त्यसमै अलि गहिरिएर हेरौं। संविधानले यी अदालतहरूलाई भनौं न दुईवटा एकदमै शक्तिशाली सुपर पावर दिएको छ। यिनै अधिकारहरू प्रयोग गरेर अदालतले मौलिक हकलाई फेरि जीवित बनाउँछ। ती दुई अधिकारहरू के हुन् त? पहिलो, यदि कुनै कानून नै गलत छ भने त्यसलाई सिधै यो चल्दैन भनेर बदर गरिदिने, र दोस्रो, नागरिकको हक लागू गराउनका लागि तुरुन्तै यो सो गर भनेर आदेश दिने। यो पहिलो अधिकारलाई अलि सोचौं त। मानौ सरकारले एउटा यस्तो कानून बनायो जसले संविधानले दिएको बोल्ने स्वतन्त्रतालाई नै खुम्च्याउँछ। यस्तो अवस्थामा कुनै पनि नागरिकले सिधै सर्वोच्च अदालत गएर यो कानून संविधानसँग बाजियो, यसलाई खारेज गर्नुहोस् भन्न सक्छ, अनि अदालतले साँच्चै नै त्यो कानूनलाई अमान्य घोषणा गर्न सक्छ। यो कति ठूलो शक्ति हो, हैन त? अब दोस्रो अधिकारको कुरा गरौं। यो पनि उत्तिकै महत्वपूर्ण छ। मौलिक हक लागू गराउन वा कुनै सार्वजनिक चासोको विषयमा सर्वोच्च र उच्च अदालत दुवैले आवश्यक आदेश जारी गर्न सक्छन्। यसको मतलब के हो भने अदालतले ल अब पर्खिनु पर्दैन, तुरन्तै यो काम गर भनेर निर्देशन दिन सक्छ। यसले अन्याय रोक्न र छिटो न्याय दिन मद्दत गर्छ। अहिलेसम्म हामीले यी सबै कानूनी प्रक्रियाबारे कुरा गर्यौं, तर यो सबैको मतलब के हो त? एउटा आम नागरिकको जीवनमा यसले के फरक पार्छ? यो किन यति धेरै महत्वपूर्ण छ? ल, यो सबै कुराको सार के हो भने पहिलो, मौलिक हकहरू किताबमा लेखिएका सुन्दर अक्षर मात्र होइनन्। दोस्रो, यिनको रक्षा गर्न एउटा स्पष्ट सोझो संवैधानिक बाटो छ। तेस्रो, न्यायका लागि सिधै देशको सबभन्दा ठूलो अदालतमा जान पाइन्छ। र सबैभन्दा महत्वपूर्ण कुरा, ती अदालतहरूसँग कानूनलाई नै बदल गर्नेदेखि लिएर तुरन्तै आदेश दिने सम्मको वास्तविक शक्ति छ। अब यो प्रस्तुतिको अन्त्यमा एउटा प्रश्नमाथि विचार गरौं न त। संविधानले दिएको यो असाधारण शक्तिले नागरिकलाई वास्तवमा कति बलियो बनाउँछ, र यसले राज्य र नागरिक बीचको सम्बन्धलाई कसरी सन्तुलनमा राख्छ? यो विषयमा एकपटक सोच्न लायक छ।